तर हाम्रो मान्यता के हो भन्दा सबै समस्यालाई एउटा समस्या गर्दै एउटा समाधान गर्ने अथवा एउटामा प्रयास गर्नुभन्दा राज्यको नेतृत्व तहमा चाहिँ जिम्मेवार नेतृत्वको चाहिँ निर्वाचित भएर जिम्मेवार नेतृत्व आयो भने नीतिगत सुधार हुन्छ। नीतिगत सुधार भएपछि यी बाँकी समस्याहरू भनेका नीतिगत कुराले चाहिँ समाधान गर्न मिल्ने कुराहरू। त्यही भएर जस्तो यो मतदानको अधिकार किन अथवा यो मुद्दा किन महत्त्वपूर्ण भयो भन्दा जिम्मेवार निकायका जिम्मेवार व्यक्ति छानिने प्रक्रियामा नै श्रमिकहरू अथवा चाहिँ प्रवासमा रहेका नेपाली सरिक हुने बित्तिकै जिम्मेवार नेतृत्व भएपछि अहिले भइरहेको धेरै समस्या आफैमा समाधान हुन्छ। संसारभरि नै आफ्नो मुलुक बाहिर बाट मतदान गर्ने प्रचलन निकै पहिलादेखि रहिआएको छ। यसलाई एक्सटर्नल अङ्ग्रेजीमा एक्सटर्नल भोटिङ अथवा आउट अफ कन्ट्री भोटिङ भनिन्छ। संसारका विभिन्न मुलुकहरू छ, जस्तो यो लिस्ट नै मसँग भएको लिस्ट अनुसार तपाईँको 4 पेज 5 पेजको लिस्ट छ। अर्जेन्टिना, अस्ट्रेलिया, बेल्जियम, भुटान, क्यानाडा लगायत चाहिँ यो फ्रान्स, जर्मनी, युरोपियन मुलुकहरूमा छ। त्यसको साथसाथै हामीले हेर्नुपर्ने चाहिँ कस्तो भन्दा यो वैदेशिक रोजगारमै केन्द्रित रहेको मुलुक जस्तो फिलिपिन्स जस्तो मुलुक, फिलिपिन्समा चाहिँ यो एक्सटर्नल भोटिङको कुरा छ। त्यो भनेको दोस्रो पाटो भयो। फेरि सबैभन्दा पहिलो पाटो त के भयो भन्दा तपाईँ कुनै देशको नागरिक हो भने त्यो देशमा चुनाव भइरहेको माहौलमा तपाईँ चाहिँ भोट हाल्न खोज्दै भोट हाल्न पाउनु भएन भने तपाईँलाई नागरिकको रूपमा कस्तो महसुस हुन्छ? त्यो त तपाईँ नागरिक भएको तपाईलाई आवास भनेकै कुनै समयमा यस्तै कुराले तपाईँलाई म नागरिक हो भन्ने कुराको बोध गराउने हो। अब देशमा चुनाव भइरहेको छ, तपाईँले भोट हाल्न पाउनु भएन भने तपाईँ त त्यो प्रजातान्त्रिक प्रक्रियामा चाहिँ सरिक हुन पाउनु भएन भने त्यसले चाहिँ तपाईँलाई एक त त्यो आफैमा गलत हो, तपाईँको अधिकार तपाईँले चाहिँ उपभोग गर्न पाउनु भएन भन्ने कुरा हो। त्यसको साथसाथै दोस्रो कुरा के आयो भन्दा तपाईँले आफूले चुनावमा मतदान गरेर नेतृत्व चयन गर्न पाउनु भयो भने त्यो नेतृत्व तपाईँप्रति बढी जिम्मेवार हुन्छ भन्ने हाम्रो बुझाइ हो। नमस्कार, यहाँलाई स्वागत छ श्रमिक सञ्जालको अर्को एउटा भिडियोमा। हामीले यो महिना र अर्को महिनालाई भोटिङ राइट्सको बारेमा कुराकानी गर्न गइरहेका छौँ। एउटा देशको नागरिक त्यति बेला नागरिक जस्तो हुन्छ जति बेला उसले भोट हाल्न पाउँछ अथवा भोट हाल्न पाउने अधिकार चाहिँ एउटा त्यस्तो अधिकार हो जब म नागरिक हुँ भन्ने आफूलाई अनुभूति हुन्छ। हामी चाहिँ विदेशमा छौँ अनि हामीले चाहिँ भोट हाल्न कहिले पाउँदैनौँ। यस्तो किन हुन्छ त? मलाई पहिला के लाग्थ्यो भने यो किन त्यति जरुरत छ होला त भन्ने लाग्थ्यो। तर बुझ्दै जाँदाखेरि चाहिँ एकदमै धेरै जरुरत रहेछ। किन जरुरत छ, यसको उपादायता के हो, किन चाहिँ हाल्न पाउनुपर्छ या नहाल्दा पनि ठिक हुन्छ, अथवा यसको बारेमा के भइरहेछ भनेर आज हामी कुराकानी गर्दैछौँ। हामीलाई आज भन्नको लागि, सम्झाउनको लागि, बुझाउनको लागि, यसको बारेमा जानकारी दिनको लागि र एजुकेट गर्नको लागि हामीसँग एकजना सर हुनुहुन्छ। उहाँले हामीलाई पहिला पनि धेरैचोटि यी विषयहरूमा सपोर्ट गर्दै आइरहनु भएको छ र केही पऱ्यो भने त मलाई उहाँलाई नै फोन गरेर सोध्ने। उहाँको नाम हो वरुण घिमिरे। उहाँ लाप्सोस भन्ने एउटा संस्थासँग आबद्ध हुनुहुन्छ। उहाँसँग आज हामीले सोध्नेछौँ। नमस्ते सबैजनालाई, मेरो नाम वरुण घिमिरे, म अधिवक्ता। सर, यो भोटिङ राइट्स भन्ने जुन चिज छ नि, यो जरुरत किन छ? जस्तो अब भोटिङ राइट्स किन जरुरत छ, भोट हाल्न किन जरुरत छ भन्दाखेरि जस्तो हाम्रो प्रजातान्त्रिक प्रणालीमा सबैजनाले चाहिँ सबै निर्णय आफैले गर्न मिल्दैन, किनकि व्यक्तिगत निर्णयहरू हुनसक्छ। त्यही भएर हामीले चाहिँ सामूहिक रूपमा चाहिँ हाम्रो प्रतिनिधित्व गर्ने अधिकार कसैलाई हस्तान्तरण गर्छौँ। पर्टिकुलर समयलाई, यति समय अवधिको लागि चाहिँ मेरो प्रतिनिधि तपाईँ हुनुभयो है भनेर छान्ने अवसर चाहिँ हाम्रो मतदान हो। त्यही भएर मतदान गर्ने बेलामा हामीले के गर्छौँ भन्दा हाम्रो देश चलाउने मान्छेहरू, हामीलाई हाम्रो देशमा कुन कानुन हुन्छ, कस्तो व्यवस्था हुन्छ, के कस्ता कुराहरूमा प्राथमिकता हुन्छ, विकासको योजनाहरू कसरी बन्छ भनेर शासन गर्ने व्यक्तिहरू हामीले छान्ने मौका हो। त्यही भएर हामीले के गर्छौँ, हामीले आफ्नो चाहिँ आफूमा यो सार्वभौम अधिकार चाहिँ कुनै अर्को व्यक्तिलाई निश्चित समयको लागि, निश्चित अवधिको लागि चाहिँ हामीले सुम्पिन्छौँ। मेरो प्रतिनिधि तिमी भयो र हाम्रो लागि के गर्दाखेरि कल्याणकारी काम हुनसक्छ त्यो तिमी गर भनेर हामीले आफ्नो प्रतिनिधि छान्ने हो। त्यही भएर अब तपाईँले मतदानको चाहिँ उपयोगिता के भन्दाखेरि त्यस्तो मौका पाउनु भयो तपाईँले, तपाईँको लागि आफ्नो मान्छे छान्नुहोस् भन्ने मौका चाहिँ तपाईँले पाउनु भएन भने के हुन्छ भन्दा जो मान्छे छानिन्छ उसले तपाईँको बारेमा सोच्दैन भने त्यो चाहिँ अब उसले चाहिँ उसमा मात्र सीमित हुनुभयो। त्यही भएर आफ्नो लागि काम गर्ने मान्छे अथवा चाहिँ आफूले चुनेको मान्छे अथवा आफूले राम्रो लागेको मान्छे चाहिँ ठाउँमा पुगोस्, उसले चाहिँ केही चाहिँ यो शासन प्रणालीमा जान सक्ने मान्छे अथवा चाहिँ हामीले भन्छौँ नि हाम्रो नेताहरू छान्ने त्यो प्रक्रिया प्रजातान्त्रिक प्रक्रिया भएको कारणले गर्दाखेरि चाहिँ हामीले आफ्नो अधिकारको रूपमा यसलाई प्रयोग गर्यो भने चाहिँ हामी सबैलाई नै यसमा हित हुन्छ र हामीले यसमा चाहिँ एउटा चाहिँ सहभागिता हुन्छ र त्यो पछि चाहिँ जवाफदेहिताको कुरा। पछि तपाईँले चाहिँ जस्तो
आफूले मतदान गर्नुभएको मान्छेलाई त तपाईँले प्रश्न गर्न सक्नुहुन्छ। भोलि चाहिँ तपाईँले मतदानै नगरेको मान्छे चाहिँ चुनाव जित्नुभयो, उहाँ चाहिँ कुनै जस्तो सांसद हुनुभयो अथवा चाहिँ उहाँ भोलि चाहिँ प्रधानमन्त्री हुनुभयो भने तपाईँले गएर प्रश्न गर्दा त मैले तपाईँलाई त भोट दिएर बनाएको हो, तपाईँले यसो किन गर्नुभयो भनेर पाउने अधिकार त रहेन नि। तर तपाईँले मतदान गरेर चाहिँ कोही मान्छेलाई तपाईँले आफ्नो तर्फबाट मतदान गर्नुभएको छ भने तपाईँले त्यसको साथसाथै के पनि हुन्छ भन्दा तपाईँको प्रश्न गर्ने अधिकार पनि हुन्छ। त्यही भएर जवाफदेहिताको कुरो यसमा हुन्छ। अर्को चाहिँ आफ्नो तर्फमा सहभागिता हुनुभयो, जसले मतदान गर्नुहुन्छ उहाँको, जसले चाहिँ मत पाएर उहाँ चाहिँ विजेता हुनुहुन्छ अथवा चाहिँ मतदान जसले मत पाउनुहुन्छ उहाँको हकमा चाहिँ जवाफदेहिताको कुरा हुन्छ। त्यही भएर यो प्रजातान्त्रिक प्रणालीमा एकदम यो चाहिँ नितान्त महत्त्वपूर्ण कुरो चाहिँ हो। तपाईँहरूले माइग्रेन्ट वर्कर्सको लागि काम गर्नुहुन्छ, उहाँहरूको राइट्सको लागि काम गर्नुहुन्छ। माइग्रेन्ट वर्कर्सले अहिलेसम्म विदेशमा हुँदाखेरि भोट हाल्न पाउँदैनन्। तपाईँहरूले त मुद्दा पनि हाल्नुभयो होइन? के विषयमा मुद्दा हाल्नुभयो? मुद्दामा खास मेन कुरा के थियो र अहिले निर्णय चाहिँ के भएको छ? जस्तो अब हाम्रो नेपालको हकमा चाहिँ मतदानको व्यवस्था कस्तो छ भन्दा तपाईँ चाहिँ देश बाहिर हुनुहुन्छ चुनावको समयमा भने चाहिँ तपाईँले भोट हाल्न पाउनुहुन्न। देशभित्र भए पनि अब मतदाता नामावलीमा तपाईँको नाम हुनु पऱ्यो, प्राविधिक कुराहरू भइसकेपछि तपाईँले भोट हाल्न पाउने हुनुभयो। तर तपाईँ नेपाल बाहिर हुनुहुन्छ भने तपाईँले भोट हाल्न पाउनुहुन्न। अब यसमा कुरा के आयो भन्दा लगभग 30 लाख जनसङ्ख्या भन्छौँ हामी श्रमिकहरूको, उहाँहरू विदेशमा हुनुहुन्छ। उहाँहरूले चाहिँ अब जिडिपीको 1/3 कन्ट्रिब्युसन पठाउनुहुन्छ। हाम्रो अर्थतन्त्र चाहिँ रेमिटेन्सले धानिएको छ, रेमिटेन्समा आधारित अर्थतन्त्र हो भन्छौँ। अब त्यति हुँदाहुँदै जस्तो त्यो रेमिटेन्स आएको पैसा चाहिँ साधन स्रोत उपयोग गर्ने व्यक्तिहरू र नीति निर्माताहरू छान्ने बेलामा चाहिँ ती सबै व्यक्तिले भोट हाल्न पाएनन् भने के त्यो चाहिँ निर्वाचन साँच्चै नै प्रजातान्त्रिक निर्वाचन हो त? 30 लाख भन्दा बढी व्यक्तिहरूले भाग नलिने निर्वाचन चाहिँ यसलाई चाहिँ सफल निर्वाचन मान्न मिल्छ कि मिल्दैन? पहिलो प्रश्न त्यो। दोस्रो प्रश्न चाहिँ जस्तो श्रमिकहरूको हकहितको लागि त्यसो भए निर्वाचनमा चाहिँ उनीहरूले भोट नहाल्यो भने, नेताहरू जवाफदेही हुनु भएन भने, अथवा चाहिँ जो निर्वाचित प्रतिनिधिहरू हुनुहुन्छ उहाँ जवाफदेही हुनु भएन भनेको हकमा हामीले गएर कसलाई ढकढक्याउने त? त्यो कारणले गर्दाखेरि पनि हामीलाई के लाग्यो भन्दा श्रमिकहरूको चाहिँ यो विदेशमा रहेका श्रमिकहरूले चाहिँ भोट हाल्न पाउनुभयो भने उहाँहरूको पीडा वेदना अथवा उहाँहरूको समस्या सुन्ने चाहिँ अझ इफेक्टिभ तरिकाले चाहिँ जो प्रतिनिधि हुनुहुन्छ उहाँले सुन्न सक्ने हुने भयो। त्यही भएर अघि मैले भने जस्तो जवाफदेहिताको चाहिँ कडी स्थापित हुने भयो। तपाईँले भोट हाल्नु पाउनु भएको छ, तपाईँले छान्नु भएको नेता हो भने उहाँले काम गर्नु भएन भने तपाईँले प्रश्न गर्न पाउनुभयो, अर्कोचोटि अर्कोलाई भोट हाल्नु पाउनुभयो। जो निर्वाचित हुनुहुन्छ उहाँलाई पनि के भयो भन्दा यो विदेशमा रहेका श्रमिकको कुरा, हक अधिकारको कुरा अथवा उनीहरूको कुरा मैले सुनिनँ भने अर्को चुनावमा मलाई भोट उनीहरूले दिँदैनन्, म निर्वाचित हुन्न भनेपछि के पनि हुन्छ भन्दा त्यो चुनावकै कारणले गर्दाखेरि पनि जवाफदेहिताको कुरा पनि हुन्छ, प्रश्नको कुरा हुन्छ, एउटा चाहिँ दुईतर्फी सम्बन्धको कुरा हुन्छ। तर तपाईँ मतदान नगर्ने बित्तिकै त त्यो सबैबाट त वञ्चित हुनुभयो। यसैलाई मध्यनजर गर्दै हामीले के विचार गर्यौँ भन्दा यत्रो धेरै जनसङ्ख्या चाहिँ चुनावमा भाग नलिने हुँदाखेरि चुनाव सार्थक पनि हुन सक्दैन। र अर्कोतर्फ वैदेशिक रोजगारको मुद्दा निकै पेचिलो हुँदै गइरहेको अवस्था छ र प्रतिनिधिहरूले त्यही रूपमा चाहिँ यसको सुधार गर्न नसकेको अवस्थाको कारणले गर्दाखेरि के देखियो भन्दा कतै मतदानको अधिकार सुनिश्चित भएपछि भोटको कारणले गर्दा जवाफदेहिता स्थापित हुने कारणले गर्दाखेरि विदेशमा रहेका श्रमिकहरूको हकहितमा पनि केही राम्रो काम हुन सक्छ कि भन्ने एउटा पाटो, र अर्को पाटो सबै नागरिक भएको हैसियतले चुनावमा भाग लिन पाउने र चाहिँ साधन स्रोत प्रयोग गर्ने र नीति निर्माण तहमा रहने व्यक्ति छान्न पाउने अवसर चाहिँ विदेशमा रहेका श्रमिकहरूले पनि पाउने हुनाले त्यो गर्न आवश्यक देखियो। त्यस्तै गरी अर्थतन्त्रमा सहयोग गर्ने र रेमिटेन्स पठाउने हुनाले त्यो रेमिटेन्स चाहिँ कसरी खर्च हुन्छ भनेर चाहिँ निर्णय लिने व्यक्तिहरू पनि सोही निर्वाचित प्रतिनिधि भएको हुनाले र नीतिगत रूपमा पनि वैदेशिक रोजगार सम्बन्धी विषयको नीतिगत व्यवस्था कस्तो हुन्छ भनेर नयाँ कुरा बनाउने अथवा भएको कुरालाई चाहिँ यो कार्यान्वयन गर्ने अथवा नयाँ आवश्यक नीति नियम बनाउने पनि उहाँहरू नै भएको कारणले गर्दाखेरि चाहिँ वैदेशिक यो रोजगारीमा रहेका नेपाली श्रमिकहरूले पनि भोट हाल्न पाउनुभयो भने यो कुराहरूको सुनिश्चितता हुन सक्ने सम्भावना हुन्छ अथवा एउटा सम्भावनाको चाहिँ सुरुवात हुन्छ भनेर हामीले यो मुद्दा चाहिँ सर्वोच्च अदालतमा लगेर दर्ता गराएका हौँ। अनि जस्तो मुद्दामा फैसला चाहिँ के भएको छ भन्दा हामीले चाहिँ प्रवासमा रहेका श्रमिकहरूले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नु पर्यो भन्ने हाम्रो माग थियो। तर सम्मानित सर्वोच्च अदालतले के भन्यो भन्दा श्रमिक मात्र होइन, नेपाल बाहिर रहेका विद्यार्थी लगायत अरू व्यक्तिहरू पनि जो विदेशमा हुनुहुन्छ उहाँहरूले पनि भोट हाल्न पाउनुपर्छ भनेर चाहिँ फैसला भएको छ। यो चाहिँ भोट हाल्न पाउने अथवा मतदान गर्न पाउने अधिकार चाहिँ सबै नागरिकको चाहिँ यो चाहिँ प्रजातान्त्रिक पद्धति अन्तर्गतको चाहिँ मौलिक अधिकारभित्र पर्छ। त्यही भएर मतदानको सुनिश्चितता गर्नु,
कति नेपालीहरू कहाँ कहाँ हुनुहुन्छ त्यो सबैको चाहिँ अभिलेख राख्नु, अपडेटहरू लिनु, त्यसै गरी कसरी चाहिँ मतदान चाहिँ सुनिश्चित गर्न सकिन्छ भनेर त्यसमा चाहिँ थप अध्ययनहरू गर्नु र आवश्यक नीति निर्माण गरेर चाहिँ यसमा चाहिँ काम अगाडि गरेर मतदानको सुनिश्चितता गर्नु भनेर चाहिँ निर्देशनात्मक आदेशको रूपमा चाहिँ सर्वोच्च अदालतबाट फैसला भएको छ। कहिले फैसला भएको सर चाहिँ? यो फैसला भएको मिति चाहिँ 2074 सालको अन्तमा फैसला भएको हो, तर यसको पूर्ण पाठ चाहिँ त्यसको लगभग 1 वर्ष जति पछि आयो। भनेपछि त्यसपछि त अब आउने चुनाव चाहिँ त्यसपछिको लागि चुनाव, त्यो त्यसपछिको लागि थियो। हजुर, तपाईहरुले मुद्दा दायर गर्नुभयो, निर्णय पनि भयो, तर त्योभन्दा एउटा मेन चिज चाहिँ श्रमिकहरूका त अरू धेरै समस्या छन्। जाने, अलपत्र पर्ने, भनेको जस्तो रोजगारी नपाउने, दोहोरो सम्झौता, या रिक्रुटमेन्ट फी, यत्रो धेरै अरू धेरै छन्। यसलाई चाहिँ किन फोकस गर्नु? अरू छन् नि त चिजहरू त। हेर्नुहोस्, जस्तो यो वैदेशिक रोजगारको क्रममा धेरै समस्याहरू छन्, त्यो समस्याको बारेमा धेरै छलफल पनि भएका छन्। तर हाम्रो मान्यता के हो भन्दा सबै समस्यालाई एउटा समस्या गर्दै एउटा समाधान गर्ने अथवा एउटामा प्रयास गर्नुभन्दा राज्यको नेतृत्व तहमा चाहिँ जिम्मेवार नेतृत्वको चाहिँ निर्वाचित भएर जिम्मेवार नेतृत्व आयो भने नीतिगत सुधार हुन्छ। नीतिगत सुधार भएपछि यी बाँकी समस्याहरू भनेका नीतिगत कुराले चाहिँ समाधान गर्न मिल्ने कुराहरू। त्यही भएर जस्तो यो मतदानको अधिकार किन अथवा यो मुद्दा किन महत्त्वपूर्ण भयो भन्दा जिम्मेवार निकायका जिम्मेवार व्यक्ति छानिने प्रक्रियामा नै श्रमिकहरू अथवा चाहिँ प्रवासमा रहेका नेपाली सरिक हुने बित्तिकै जिम्मेवार नेतृत्व भएपछि अहिले भइरहेको धेरै समस्या आफैमा समाधान हुन्छ। त्यसले गर्दाखेरि जिम्मेवार नेतृत्व चयन गरौँ। जिम्मेवार नेतृत्वले राम्रो नीति निर्माण गर्छन् अथवा भएका नीतिहरूलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गरेपछि अरू देखेका समस्याहरू जस्तो अहिले करारको क्रममा हुने समस्या, विदेशमा गइसकेपछि दुःख पाउने, कोभिडको बेलामा नेपाल फिर्ता आउन नपाउने कारण, यस्ता समस्याहरू भनेको यो समस्याहरू बाइ प्रोडक्ट हो। हाम्रो चाहिँ नेतृत्व चाहिँ राम्रो हुने हो अथवा चाहिँ नेतृत्वले चाहिँ सही ढङ्गले आफ्नो काम गर्ने हो भने यी समस्याहरू आफै समाधान हुँदै जाने हुन्। त्यही भएर हामीले चाहिँ समस्याको जरालाई नै समाधान गरौँ भन्ने हिसाबले चाहिँ यो मुद्दालाई चाहिँ प्राथमिकतामा राखेर यसमा काम गरेका हौँ। अब यो चुनावको लागि तयारी के हुँदैछन् होला? अब यो विषयमा हामीले छलफलहरू अगाडि बढाइरहेछौँ, हामीले पनि फलोअप गरिरहेछौँ के भएको छ यो मतदानको अधिकार सम्बन्धी भन्दाखेरि। अहिले चाहिँ अब यसमा चाहिँ संसदीय छलफलमा लाने भनेर निर्वाचन आयोगबाट चाहिँ एउटा तयारी भएर अब चाहिँ यसको व्यवस्था के हुने भनेर फेरि लगेर त्यही निर्वाचित प्रतिनिधिहरूले नै गर्ने हो। अब यो कुरा हो, त्यो कारणले गर्दाखेरि चाहिँ अब कानुन नबनिसकेको अवस्थामा चाहिँ अब के हुनसक्छ भने निर्वाचन आयोगले आवश्यक गृह कार्य गरिरहेको छ भन्ने हाम्रो जानकारीमा रहेको छ। त्यसको साथसाथै अरू यसमा सरकारवाला साथीहरू हुनुहुन्छ, सङ्घ संस्थाहरू हुनुहुन्छ, उहाँले पनि यसमा के गर्न सकिन्छ भनेर छलफल चलिरहेको छ। किनकि अब त चुनाव पनि घोषणा भएको छ। त्यो चुनावमा चाहिँ अब अहिले चाहिँ श्रमिकहरूलाई चाहिँ सहभागी गराउन सकिने जस्तो अवस्था नदेखिएपछि अहिले चाहिँ मुद्दा झनै उठान भइरहेको छ, के गरेको छ, कति भएको छ भनेर। निर्वाचन आयोगले गराएको जानकारी अनुसार उनीहरूले पूर्व तयारी गरेर यसलाई चाहिँ अब संसदमा लगेर पेश गर्ने, कसरी गर्न सकिन्छ भनेर पेश गर्ने क्रममा छौँ हामी भन्नेसम्मको जानकारी आएको कुरा चाहिँ मलाई थाहा भएसम्म चाहिँ त्यति भएको छ। त्यसको साथसाथै छलफलको क्रममा चाहिँ छ यो जो तयारी हुँदै रहेछ भनेर बुझ्नु पर्यो होइन अहिलेलाई चाहिँ एक हिसाबले हजुरहरूले फलोअप गर्दाखेरि चाहिँ। यसलाई कसरी बुझ्नु पर्यो भन्दा अब कानुनी हकको रूपमा यो स्थापित भइसकेको छ, राज्यको दायित्वको रूपमा यो स्थापित भइसकेको छ। अब यसको चाहिँ व्यवहारिक पक्ष कसरी मतदान गराउन सकिन्छ भन्ने कुरामा तयारी भइरहेको छ। त्यही भएर ढिलो चाँडो नेपाल बाहिरबाट पनि मतदान गर्न सकिने भन्ने कुरो चाहिँ अब चाहिँ समयको मात्र कुरो हो। यो यसको सैद्धान्तिक रूपमा हक हो भने स्थापित भइसकेपछि अब कहिलेबाट भन्ने मात्र प्रश्न बाँकी रह्यो। यो ढिलो चाँडो अवश्य पनि कार्यान्वयन हुनेछ। एउटा चुनावमा भएन भने त अर्को चुनावमा मलाई टाइम लाग्छ होइन, तर यो अलि पहिले निर्णय भएको भएर अहिलेसम्म धेरै उपलब्धि भइसक्नु पर्ने हो जस्तो पनि लाग्छ। अरू देशहरूमा सम्भव कतिको छ होला हजुरलाई के लाग्छ? यो चाहिँ जस्तै अरू देशहरूले यसको प्र्याक्टिस कसरी गरिरहेछन्, छन् कि छैनन्? हामीलाई कतिको च्यालेन्जेसहरू पनि होला नि होइन, टेक्निकली पनि कस्तो छ यो चाहिँ? जस्तो संसारभरि नै आफ्नो मुलुक बाहिर भएकोबाट मतदान गर्ने प्रचलन निकै पहिलादेखि रहिआएको छ। यसलाई एक्सटर्नल, अङ्ग्रेजीमा एक्सटर्नल भोटिङ अथवा आउट अफ कन्ट्री भोटिङ भनिन्छ। संसारका विभिन्न मुलुकहरू छ, जस्तो यो लिस्ट नै मसँग भएको लिस्ट अनुसार तपाईँको 4 पेज 5 पेजको लिस्ट छ। अर्जेन्टिना, अस्ट्रेलिया, बेल्जियम, भुटान, क्यानाडा लगायत चाहिँ यो फ्रान्स, जर्मनी, युरोपियन मुलुकहरूमा छ। त्यसको साथसाथै हामीले हेर्नुपर्ने चाहिँ कस्तो भन्दा यो वैदेशिक रोजगारमै केन्द्रित रहेको मुलुक जस्तो फिलिपिन्स जस्तो मुलुक, फिलिपिन्समा चाहिँ यो एक्सटर्नल भोटिङ
भोटिङको कुरा छ। त्यसै गरी अफ्रिकी मुलुकहरू जो चाहिँ आफैमा सम्पन्न मुलुकहरू होइनन् त्यस्ता मुलुकहरूमा पनि यो आउट अफ कन्ट्री भोटिङ भनेर सेक्युर गरिरहेको छ। इन्डियामा पनि यो कुरा अगाडि आइरहेको छ। त्यही भएर संसारभरि हेर्ने हो भने हामीले चाहिँ 40-50वटा भन्दा बढी मुलुकहरू यस्ता छन् जहाँ चाहिँ यो आफू देशमा नहुँदाखेरि बाहिरबाट भोटिङ गर्ने एक्सटर्नल भोटिङ अथवा आउट अफ कन्ट्री भोटिङ प्र्याक्टिसमा छ। जस्तो धेरै मुलुकहरूमा के गरिन्छ भन्दा यो विभिन्न तौर तरिकाले गरिन्छ। यो चाहिँ आफ्नो मुलुकले कसरी आफ्नो देशले के गर्छ भन्दा कुन किसिमले मतदान गर्दाखेरि त्यो देशको लागि उचित हुन्छ र लजिस्टिक रूपमा सम्भव हुन्छ भन्छ। कसैले चाहिँ हुलाक मार्फत पोस्टल भोटिङ हुन्छ। अहिले चाहिँ क्रमिक रूपमा चाहिँ अब इलेक्ट्रोनिक भोटिङको पनि कुरा आइरहेको छ किनकि अब यो डिजिटल ट्रान्सफर्मेसनको कुराले गर्दा कसैले चाहिँ प्रोक्सी भोटिङ भनेर तपाईँले चाहिँ आफ्नो मतदानको हक कोही अर्कोलाई जिम्मा लाउनुहुन्छ उसले चाहिँ प्रोक्सीको रूपमा तपाईँको भोट गर्छ। त्यस्तै गरी अब अन्य जस्तो कसैले चाहिँ आफ्नो राजदूतावास अथवा आफ्नो कन्सुलेटरमा चाहिँ भोटिङ ब्यालेट राखेर त्यहीँ गएर चाहिँ उपस्थित भएर भोट गर्ने पनि छ। त्यसरी हेर्दाखेरि अध्ययनहरूले के देखाएको छ भने विभिन्न किसिमले चाहिँ यो आउट अफ कन्ट्री भोटिङ गराउन सकिन्छ र आफ्नो साधन स्रोत र आफ्नो मुलुक सुहाउँदो अथवा चाहिँ आफ्नो जनसङ्ख्या कसरी कुन मुलुकमा कस्तो छ तपाईको चाहिँ एकदम धेरै जनसङ्ख्या एउटै मुलुकमा केन्द्रित छ भने राजदूतावासमा आउन सम्भव छ छैन भने ती ब्यालेट राखेर गर्न सक्ने सम्भावना रहने भयो अथवा चाहिँ डिजिटल रूपमा इलेक्ट्रोनिक भोटिङ गर्न सक्ने भयो अथवा चाहिँ पोस्टल सिस्टम स्ट्रङ छ भने पोस्टल भोटिङ गर्न सक्ने भयो। त्यसरी चाहिँ गरिआएको पनि छ, प्रचलनमा पनि छ। त्यही भएर उदाहरणहरू हेर्ने हो भने नेपालले यो आउट अफ कन्ट्री भोटिङ गर्ने अथवा चाहिँ विदेशबाट नेपालमा मतदान गराउन लाई गर्ने व्यवस्था गर्नलाई कठिन चाहिँ प्राविधिक रूपमा पनि कठिन छैन, कानुनी रूपमा पनि कठिन छैन। तर आवश्यकता चाहिँ तपाईको एउटा जिम्मेवार रूपमा चाहिँ हामी चाहिँ यो गराउन चाहन्छौँ भनेर जुन प्रतिबद्धता चाहिँ यो सरकारमा अथवा चाहिँ हाम्रो राजनीतिक दलहरूमा यो प्रतिबद्धता भएर हामी यो गराउँछौँ भन्ने भयो भने यसमा कुनै त्यस्तो ठुलो अप्ठ्यारो छैन। यो अन्य मुलुकमा नि भइरहेकै कुरा नै हो। यो राजनीतिक दलहरूले आफ्नो फाइदाको रूपमा हेऱ्यो भने नर्मली यसो छोटो हामी भाषा प्रयोग गर्छौँ नि, मलाई के फाइदा छ त भन्ने यस्तो हिसाबले हेऱ्यो भने पनि अल्टिमेटली फाइदा भनेको त राजनीतिक दलहरूलाई नै हो होइन? हजुर हजुर। त्यो कारणले गर्दाखेरि चाहिँ राजनीतिक दलहरू चाहिँ कतिको सिरियस छन् जस्तो लाग्छ हजुरलाई यसो अब्जर्भ गर्दाखेरि? यही जस्तो अब हामीले अब कानुन व्यवसायको रूपमा हेर्दा अथवा हामीले आज भोटरकै रूपमा हेर्दा पनि यो कुरामा त सबैभन्दा धेरै खुसी हुनुपर्ने नै राजनीतिक दलहरू हो र सबभन्दा छिटो काम सुरु गर्नु पनि राजनीतिक दलहरूले नै हो। किनकि हामी के बारे कुरा गरिरहेको छौँ भन्दा हामी 30 देखि 40 लाख श्रमिक, तिनका परिवार र अरू थप प्रवासमा रहेका नेपालीको कुरा गर्दाखेरि तपाईको राजनीतिक दलहरूप्रति उहाँहरू खुसी भएर तपाईँले चाहिँ त्यो मोमेन्टमलाई क्याच गर्न सक्नुभयो भने त्यो त निकै ठुलो भोट ब्याङ्क हो। त्यही भएर राजनीतिक पार्टीले त के सोच्नु पर्यो भन्दा यो मतदान अब विदेशबाट नेपालीले मतदान गर्न पाउने नै भए, त्यही भएर यो मतदाताहरू कसरी हामीले चाहिँ यो मतदाताहरू कसरी हाम्रो पक्षमा ल्याउन सकिन्छ भन्ने चाहिँ उहाँको ध्यान चाहिँ त्यसमा केन्द्रित हुनुपर्ने हो। त्यही भएर विदेशमा रहेका व्यक्तिहरूको चाहिँ हकहितमा काम गर्ने, राम्रा नीति निर्माण गर्ने, कार्यान्वयनहरू गर्ने त्यो पक्षमा चाहिँ ध्यान दिनुपर्ने हो। यसलाई हेर्न चाहिँ अब राजनीतिक दलहरूले कसरी हेर्नु पर्यो भन्दा अब चुनाव अब ढिलो चाँडो चुनावमा सबै नेपाल बाहिर रहेका मान्छेले भोट हाल्न पाउने नै छन्। तर त्यो भोट हाल्ने जुन भोट ब्याङ्क नै भनौँ नेपाल बाहिर रहेका उनीहरूलाई चाहिँ कसरी आफ्नो राजनीतिक दलप्रति आकर्षित गर्ने भन्ने चाहिँ उहाँहरूको ध्यान हुनुपर्ने हो। त्यही भएर छिटोभन्दा छिटो यसमा चाहिँ जसले काम गर्यो उसैले भोट पाउन सक्ने सम्भावना पनि बढी देखिन्छ होला। त्यसले गर्दाखेरि यसलाई चाहिँ अवसरको रूपमा राजनीतिक दलहरूले लिनुभयो भने उहाँहरूलाई चाहिँ दीर्घकालीन रूपमा यसले निकै नै यो चाहिँ निकै महत्त्वपूर्ण हुनसक्छ। र हाम्रो कुरा हामीले भोट हाल्न पायौँ र हामीले आफ्नो नेता भनौँ न आफ्नो लिडर छान्न पायौँ भने उसले हाम्रो लागि काम गर्नेछ होइन? अहिले त त्यति धेरै सिरियस माइग्रेन्ट वर्करको इस्युमा खास मान्छे त्यति नेताहरू भएको देखिँदैन, कोही भन्दा बाहेक। एउटा कुरो त्यो भयो भने अर्को कुरो चाहिँ उहाँहरूले पनि मैले उसको फाइदाको लागि अथवा उनीहरूको लागि काम गरेँ भने भोलि मलाई भोट आउँछ भन्ने एउटा हिसाबले पनि गर्न सक्नुहुने भयो। त्यो भनेको दोस्रो पाटो भयो। फेरि सबैभन्दा पहिलो पाटो त के भयो भन्दा तपाईँ कुनै देशको नागरिक हो भने त्यो देशमा चुनाव भइरहेको माहौलमा तपाईँ चाहिँ भोट हाल्न खोज्दै भोट हाल्न पाउनुभयो भने तपाईँलाई नागरिकको रूपमा कस्तो महसुस हुन्छ? त्यो त तपाईँ नागरिक भएको तपाईँलाई आवास भनेकै कुनै समयमा यस्तै कुराले तपाईँलाई म नागरिक हो भन्ने कुराको बोध गराउने हो। अब देशमा चुनाव भइरहेको छ, तपाईँले भोट हाल्न पाउनु भएन भने तपाईँ त त्यो प्रजातान्त्रिक प्रक्रियामा चाहिँ सरिक हुन पाउनु भएन भने त्यसले चाहिँ तपाईँलाई एक त त्यो आफैमा गलत हो, तपाईँको अधिकार तपाईँले चाहिँ उपभोग गर्न पाउनु भएन भन्ने कुरा हो। त्यसको साथसाथै दोस्रो कुरा के आयो भन्दा तपाईँले आफूले चुनावमा मतदान गरेर नेतृत्व चयन गर्न पाउनुभयो भने त्यो नेतृत्व तपाईँप्रति बढी जिम्मेवार हुन्छ भन्ने हाम्रो बुझाइ हो। अब हुन त अहिले पनि चुनाव भएकै छ, सबैले भोट हाल्नु नै भएको छ, नेताहरूले सबै सोचे अनुरूप काम त गर्नु भएको छैन भन्ने पनि छ। तर आधारभूत हाम्रो मान्यता के हो भन्दा तपाईँले आफूले छानेको
चाहिँ प्रतिनिधिले तपाईँको पक्षमा काम गर्न सक्नुहुन्छ। तपाईँको आवाजहरू, तपाईँको चाहिँ मागहरूप्रति उहाँहरू चाहिँ बढी चाहिँ सचेत बन्न सक्नुहुन्छ। अथवा सो गर्नु भएन भने तपाईँलाई के भयो भन्दा आवधिक रूपमा अर्को हुने चुनावमा तपाईँले के गर्न सक्नुहुन्छ भन्दा आफ्नो कुरा सुन्ने, आफ्नो लागि काम गर्ने व्यक्ति तपाईँले चयन गर्नलाई तपाईँलाई अवसर हुने भयो। त्यो चाहिँ दोस्रो पाटो भयो। तर पहिलो पाटो भनेको यो चाहिँ नागरिक भएको कारणले तपाईँले उपभोग गर्नुपर्ने राजनीतिक अधिकार हो। त्यही भएर आफ्नो अधिकार उपभोग गर्नबाट कोही वञ्चित हुनु हुँदैन। त्यस कारणले गर्दाखेरि तपाईँले अधिकार पाउनु पर्यो। त्यो पहिलो। दोस्रो, तपाईँले चाहिँ मतदान गर्ने अवसर पाएपछि मतदान गरेर आफूले चुनेका प्रतिनिधिहरूले तपाईँलाई अप्ठ्यारो परेको बेलामा अथवा चाहिँ तपाईँका कुराहरू, तपाईँका गुनासाहरू, तपाईँका सुझावहरू सुन्न चाहिँ तपाईँले छानेको प्रतिनिधि हो भने सरल हुनसक्छ भन्ने दोस्रो कुरा भयो। र तेस्रो कुरा, जस्तो निर्वाचित प्रतिनिधिहरूले तपाईँको मुद्दा, तपाईँको चाहिँ मामिलाहरू अथवा चाहिँ तपाईँले उठान गर्नुभएको मुद्दाहरूमा संवेदनशील हुनु भएन। त्यसमा चाहिँ आफूले गरेका प्रतिबद्धताहरू कार्यान्वयन गर्नु भएन, प्रतिबद्धता नै गर्नु भएन भने तपाईँलाई के अवसर पनि हुने भयो भन्दा अर्कोचोटि हुने चुनावमा तपाईँले अर्को प्रतिनिधि छान्ने तपाईँलाई अवसर हुने कारणले गर्दाखेरि यसको धेरैवटा पाटाहरू छन्। हुन्छ सर, थ्याङ्क यू सो मच। तपाईँलाई यो हामीलाई एकदम धेरै राम्रो कुरा सिकाउनु भयो। हाम्रा साथीहरूले पक्कै पनि धेरै कुराहरू जान्नुभयो, बुझ्नुभयो। तपाईँलाई केही भन्न मन लाग्छ, केही दिनुपर्ने सन्देश हाम्रो साथीहरूलाई? सानो जस्तो अब हामीले त अधिवक्ता भएको हैसियतले, कानुनकर्मी भएको हैसियतले यो मुद्दा उठान गरिदियौँ, अदालतमा लगेर हामीले फैसला ल्याएका छौँ। मतदान तपाईँको अधिकार हो, सबैको नेपाल बाहिर भएका नागरिकको अधिकार हो, सुनिश्चित गर भनेर सर्वोच्च अदालतले पनि भनिसकेको छ। त्यस कारणले गर्दा सबै नेपाल बाहिर रहनुभएका श्रमिक होस् अथवा नेपाली नागरिकहरू जो हुनुहुन्छ, तपाईँले चाहिँ अब निर्वाचनमा हामीले मत हाल्न पाउने अधिकार हाम्रो रहेछ। सर्वोच्च अदालतले पनि त्यसलाई सुनिश्चित गर्नको लागि आदेश दिइसकेको रहेछ। त्यही भएर हाम्रो मताधिकारको विषयमा के हुँदैछ भनेर आफूले सम्बन्धित निकाय अथवा आफ्नो पहुँच पुगेको ठाउँमा कुरा राख्नु होला। हामी कहिलेबाट भोट हाल्न सक्छौँ, कहिलेबाट भोट हाल्न पाउँछौँ भन्ने कुरा उठान गर्नु होला। यसलाई अलिकति बढी हामीले उठान गरेपछि मात्रै यो विभिन्न निकायमा भएका, राज्यका निकायमा भएका व्यक्तिहरूले चाहिँ यसलाई अलिक छिटो गर्नुहुन्छ। अब अहिलेसम्म भइसक्नुपर्ने कुरा थियो, यो चुनावमा अब होला जस्तो देखिएको छैन। सकेसम्म अब हुने अर्को यो स्थानीयभन्दा पछि हुने चुनावमा वा त्योभन्दा पछि अर्को चुनावसम्ममा भोट हाल्न सक्ने वातावरण सृजना गर्नलाई सबैले आफ्नो ठाउँबाट मिलेर दबाब दिउँ। त्यति गर्न सक्यो भने हामीले अब यो प्रजातान्त्रिक प्रणालीमा सहभागी पनि हुन पाउने भयो र आफ्नो प्रतिनिधि छान्ने हामीलाई अवसर पनि हुने भयो। यति नै हो। थ्याङ्क यू, धन्यवाद।